सिक्री होइन कि तपाईँको किडनी किन्ने औकात मैले बनाएको छु क्या। म चाहिँ जहिले पनि अति भइसकेपछि मात्रै बोल्ने मान्छे हो होइन। पहिला तपाईँहरू यो भिडियो हेर्नु अनि त्यस पछाडि म बिस्तारै सबै कुराहरू क्लियर गर्दै जान्छु है त। लिभ इट, त्यहीँबाट कट गरौँ। एलिनाकोतिर मोड है, दिदीले कट हान्दैन। यो त अफलाइन है। ल अब देख्नुभयो होइन, उहाँको इन्टेन्सन भनेको चाहिँ मेरो नाम लिने, इन्टरभ्यू लिने मान्छेलाई मेरो बारेमा सोध भनेर भन्ने, अनि त्यस पछाडि भाइरल हुन्छ भनेर चाहिँ उहाँको इन्टेन्सन रहेछ। अनि यो वाला क्लिप चाहिँ के भएछ भने एडिटै नगरिकन बिर्सेर आएछ कि युट्युबमा, आजभन्दा 4-5 दिन अगाडिको कुरा है यो चाहिँ। अनि त्यसपछि मेरो फ्यानहरूले त हेर्छन्, 1300-1400 भ्युज गएको थियो। अनि हतार उहाँ डिलिट भयो त्यो, अब किन कसरी डिलिट भयो मलाई थाहा छैन, तर मलाई चाहिँ यो स्क्रिन रेकर्ड आइसकेको थियो। त्यस पछाडि मैले उहाँको इन्टेन्सन थाहा पाएँ क्या, मेरो नाम लिएर चाहिँ आफू चल्नुपर्ने रहेछ भनेर चाहिँ मैले उहाँको इन्टेन्सन थाहा पाएर मैले उहाँलाई चलाइनँ। त्यस पछाडि फेरि उहाँ अर्को पोडकास्टमा जानुभयो। अनि सिक्रीको कुरा चाहिँ के भएको थियो भने उहाँले चाहिँ अरू लुगाहरू लगाउँदाखेरि त्यो सिक्री नसुहाएर नानी यो सिक्री राखिदेऊ न है, यो लुगामा सुहाएन हराउँछ, घाँटीमै लगाएर राखिदेऊ भनेर भन्नुभयो मलाई है। अनि त्यस पछाडि मैले त्यो सिक्री हुन्छ दिदी भनेर घाँटीमा लगाएर राखिदिएँ। अनि उहाँले अर्गनाइजरसँग झगडा परेर उहाँ नेपाल आइसकेपछि चाहिँ अनि उहाँले त बिर्सिनु भयो क्या, अब हतारमा नेपाल आउनु बिर्सिनु भयो। मसँग थियो अन्त दिदी सिक्री छुटेको छ, म नेपाल आएर राखेर दिन्छु तपाईँलाई भने हस् भन्नुभयो। अनि नेपाल आउने बेलामा मलाई त होस हुँदैन नि त, चोरेको होइन केही होइन। उहाँले त यसरी भन्नुभयो कि मलाई त चोर जस्तै बनाइदिनु भयो। उहाँले कान खोलेर चाहिँ मजाले सुन्दा हुन्छ है। तपाईँको सिक्री होइन कि तपाईँको किडनी किन्ने औकात मैले बनाएको छु क्या। तपाईँले यसरी मलाई नराम्रो बनाउनु पर्दैन, बुझ्नुभयो नि। म औँला ठड्याएरै भन्छु तपाईँलाई, बुझ्नुभयो। तपाईँको साँच्चै कि मैले तपाईँको किडनी किन्ने औकात बनाएको छु कि, त्यति दुःख गरेको छु मैले, बुझ्नुभयो। तपाईँको यस्तो सिक्रीको कुरा गरेर त्यसरी अर्काको बेइज्जत गर्नु राम्रो कुरा होइन।